अर्को पालि आउँदाखेरि भाउजू सहित रेसुलाई ल्याएको जस्तै छिटी चाहिए तपाईँले पनि भाउजू ल्याउनु पर्यो है त दाइ। कस्तो दुःख लाग्दो रहेछ। जे भए पनि आउँथ्यो नि त उनीहरू त कहिले छुटाउँदैन थियो। अब यार भाइटिकामा आएको चाहिँ तल म पक्रेर भाइटिका लगाइदियो पनि म त नाइ भन्दिनँ तर तेरो मन हुनु पर्यो लगाइदिनु। Oh my god, I'm at my YouTube promote भइरहेको छ। अब उठ्ने बित्तिकै मुख मात्रै धोएर अब लाग्ने हो किचनतिर। हेलो एन्ड गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भिडियो। स्नेहा हाङमानिङले आई होप तपाईँहरू सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु। आज स्पेसल डे सबैजनालाई थाहा नै होला। सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। अब धेरै भ्लगमा म टाइम दिँदिनँ किनभने म किचनमा टाइम दिनुपर्ने छ। आज यति धेरै पकाउनु पर्ने छ कि ओको पुरै नगरौँ अकेला। सबै हिजो रेडी गरेको है। बिहान चाहिँ लेट उठिन्छ भनेर हिजो बेलुकै रेडी गरेको। यता अब मासुहरू छ, मासु पकाउने तर्फतिर लाग्यो मलाई। यता आलुदमको लागि रेडी पोर्क पाक्दैछ। यता चाहिँ गर्दै आएको पूजा गर्दै आएको किन? अनि तैँले नि म कहिले पूजा नै गर्दिनँ भनिस् त, अनि मैले नआएर पूजा गर्दैछु। यस्तो त छ मेरो घरको मान्छेहरू। यता चाहिँ पकाउँदैछु। अब थाकियो लास्टै। आज त बाउको बिहे देख्छ। अहिले ओखर फुटाएको अरे। मामाको चाहिँ आज व्रत रहेछ, त्यही भएर चाहिँ मामाको लागि खानेकुरा रेडी गरिदिएको मैले। दुधहरू सबै बनाइसकेँ मैले। यता पापड चाहिँ बनाउनु भुलेछु। अनि यो चाहिँ चिकन आलुदम बनाएँ मैले। पुलाउ मैले बनाएको दामी छ। यता फोर्क, यता चाहिँ मुलाको फत्के ग्रेभी छ। यस्तो थाकेँ कि म यस्तो थाकेँ, लास्टै थाक्यो। गीत मार्दो त 30 सेकेन्डमा लगाइसक्नु भने तिमीहरूको हात ढिलो छ। त्यो सायद भनेको सायद के मेरो ठुल्ठुलो काम पुरा गर्नु छ कि अहिले। निकाल्न भन्नु किचनतिर आउनु मामा। सबै किचनको काम सकेर भ्याएर अब रेडी भएर बसिरहेको छु। यसपालि चाहिँ मैले तिहारको सपिङ मैले पनि गरिनँ, मम्मीले पनि गरेन। बहिनीले चाहिँ सिम्पल एउटा कुर्ती किनेको थियो, त्यसले त्यो पनि लगाएन। अब दाइ भाइहरूलाई टिका नलगाइन्जेलसम्म चाहिँ अब केही खानु हुँदैन नि त। केही नखाइकन बसिरहेको छु, वेटिङमा छु। यता चाहिँ फिस्टे चेन्ज गरेको। यसको चाहिँ तिहारको लुगा यो यसपालिको मैले नै छानेको। मेरो सधैँ आइराख्ने दाइ टिका लाउनु आउनु भएन, किनभने गडवर दाइ काठमाडौँमा हुनुहुन्छ भने हाम्रो दिवस दाइ बाहिर गइसक्नु भएको छ। दिनेश त अब कुरै नगरौँ, अब सिङ्गापुरे 3 वर्षमा बल्ल बल्ल एकचोटि नेपाल आउँछ, कि त आउँदैन। उता हङकङमा छ, कि त उता भेट्नु जान्छ। त्यही भएर नेपाल खासै आउँदैन। अब योभन्दा 2 वर्ष अगाडि लगाएको थिएँ, मेरो पुरानो भ्युअर्सलाई थाहा छ। त्यसपछि छैन दाइ नेपाल इन्ट्री भएको। सधैँ टिका लगाइराख्ने दाइहरू नहुँदा आँसु पाउला जस्तो भएको क्या। कस्तो दुःख लाग्दो रहेछ। जे भए पनि आउँथ्यो नि त उनीहरू त कहिले छुटाउँदैन थियो। अब चित्त दुख्दो रहेछ। सधैँ लगाइदिने दाइहरू नहुँदा चाहिँ। के कस्तो फेरि ड्रामा गरेर रोको भन्छ होला है। अनि यत्तिकै हाँसिरहेको कस्तो मनी यो बेलामा कस्तो हुँदो रहेछ क्या। ढिलो भयो भने आउने क्या। साइला मामाको छोरीहरूको पनि टिका लगाउनु जान्थ्यो नि त। नि टाढो हो नि त, बाङ्गे चकरगढी जान्थ्यो नि त। कहिले मेरोबाट लगाएर जान्थ्यो, कहिले उता गएर लगाएर मेरोमा आउनुहुन्थ्यो क्या। त्यही हो,
सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु फेरि पनि। अब भाइ आउँदैछ, भाइलाई टिका लगाइदिन्छु। आँसु ल्याएर मेरो मेकअप बिग्रियो। अघिल्ला अहिले एकछिनमा भेटौँला है त गाइज। दाइ त लजाउँदै छ त नि। ओ फिस्टे दाउ यहाँ बस यहाँ फेरि भाग्नुपर्छ झोली बोकेर मसे हिँड्दै गरेको है। ल ल दिदी त अब यसो टुक्रुका बस्ने स्थिति नै परेको छ के गर्छ भाइ। टिका पनि फेरि कत्रो लामो अनि फेरि दिदा धेरै धेरै पैसा कमाउने छिटो पैसा कमाएर दिदीहरू पनि एउटा पानी कति क्यामेरा अन भयो क्या हाम्रो मम चाहिँ जहिले भटाउनु सुरु गरिहाल्छ। तेरो स्टाइल हुन्छ नि भाइ टिका लाउने पनि स्टाइल। अब माला लगाइदेऊ। हुन्छ माला पनि मालै छ नि फेरि भाइ किन हाँसेको भाइलाई रेडी भइसके ऊ त्यो त खुट्टा दिन त रेडी पो हुन्छ त्यो त। ल खोइ अब हेर न थापेर बस्छ ऊ त खुट्टा ढोक्नको लागि। खै यहाँ दिदीको पनि ढोक्नु पर्यो फेरिमा। ल भाग्यमानी हुनु मेरो भाइ। लु उठाऊ भाँडै बोकेर बसेछ सुँगुरको मासु कुखुराको सबै नखाएको। ल भाइ कस्तो खानेकुरा उ तिमीलाई त उपर सादा भएन र। दामी पिरो भएछ कस्तो इमोसनल भइहाल्ने क्या छ। चित्त दुख्दो रहेछ। फर्स्ट टाइम मैले यसरी चाडपर्वमा चाहिँ लाइक हुन्छ नि मनबाट नै त्यस्तो पीडा हुँदो रहेछ क्या लाउनु नपाउँदाखेरि। अनि जस्तो दाइहरूलाई चाहिँ मैले मेसेज गरेर विस गरिसकेको छु। अनि यहाँ ब्लगबाट पनि ह्याप्पी तिहार भन्न चाहन्छु। अब चाहिँ मेरो साथी दुबईबाट आइरहेछ प्रतीक। तीको पालि अनबक्स काठमाडौँमा गऱ्यो नि उसले मलाई सबै कपडाहरू गिफ्ट गरेको थियो क्या। यसपालि पनि सामान ल्याइदिइरहेको छ। म अब प्रतीकलाई लिन जाँदैछु अकेला। लेट्स गो गाइस। रोडमा आउँदैछु। कहाँ पुगिस् नि जाँठा मेरो साथी आइपुगिसक्यो। के हो भेषमा नयाँ किनिस्? के हो गर्न त फाइनल्ली साथी भेट भयो। यसले लगाइदिएको होइन फेरि यो मेरो बहिनीले लगाइदिएको यो अत्ताली हालेको। अब हेर भाइटिकामा आएको चाहिँ तल म पक्रेर भाइटिका तैँले लगाइदियो पनि म त नाइ भन्दिनँ तर तेरो मन हुनु पर्यो लगाइदिने। दुबईबाट भाइटिका लगाउनको तर यसले लगाइदिँदैन अरे मलाई। अयो कहाँ लगाइदिनु हौ साथीलाई होइन भोलिको दिनमा फेरि तर मैले बिहे गर्नु पर्यो भने त गाह्रो पर्छ। यहाँ तेरो सामानको पोगा बोकेर हिँडिरहेको छु। यसले फेरि मलाई हेर न दुबईबाट के गिफ्ट ल्याइदियो बजियाले। यसको पोगा पठाइदिनु पर्यो भनेको अस्ति यत्तिकै छ। यसको यो ब्याग दुबईबाट लिएर आएको मात्र साले एउटा मात्रै बोकेर आइस। त्यो पनि मन पर्दैन अरू चक्लेट दिएन जाडा यो नाइटी हो मेरो नाइटी। यो के हो? नाइटी हो यो मेरो नाइटी। यो नाइटी हो। वाउ थ्याङ्क यू। यसलाई सेक्सी ल्याइदियो भनेको त सेक्सी सेक्सी हेर्दैछ नि त यसले। थ्याङ्क यू साथी। वाउ खोइ त्यो दुबईको भाइरल चक्लेट चाहिँ मलाई ओभर ट्राई गर्नु मन थियो। यसलाई दुबई पठाइदिने भनेको त्यत्तिकै भयो। थ्याङ्क यू। वाउ कस्तो दामी गिफ्ट। के यताकोबाट आएको अन्तिममा खोर्सानीबाट केराबारीको यो खा कि छिटो पहिला प्लेटमा हाल्यो त नेपालीमा भन्दा अलिकति खा अहिले दिन्छु। अहिले सेल रोटी पनि हाल्दै एउटा। अब तँलाई अहिले टिका लगाइदिन्छु जाँठालाई अलिकति खा। भेट्ने अरे आशीर्वाद दिनु अरे छिटो के होस्। कोसँग मसँग यो त रुएर मर्छ होला। हुन्छ मम्मी। ल चिटिक्क भएर आएछ हौ आम्मामा। तिहारको लागि कुर्ती बनाएको मैले त यसपालि केही नकिनेको तिहारमा त। दसैँमा बनाइसक्यो नि त भइहाल्यो त नि।
दसैँमा नि त्यो 4000 को त किनेको सिम्पल दसैँमा एउटा सिम्पल बनाएको थिएँ तिहारलाई चाहिँ अलिकति ह्याप्पी मैले चाहिँ नबनाएको अझ कानले चाहिँ क्या होइन दामी देखिरहेछ होइन राम्रो देखिरहेछ नलगाम भनेको कि यो स्लिप भएर ह्याप्पी नै लगाऊ भनेर ह्याप्पी लगाऊ यो वर्ष मात्रै होइन अबदेखिको हरेक वर्ष आउनु पर्यो भाइटिका भन्ने चिज चाहिँ एकचोटि मात्रै लगाउने होइन हरेक वर्ष लगाउनु पर्छ यहाँ बस्नु दाइ दाजु भाउजूलाई सम्मान जाठा दाइ जाति भाउजू होइन यहाँ चाहिँ आउनै नहुने हो कि क्या मम्मी तेरो त पारा तेरो होला सब गर्ने म चाहिँ उसकोमा त के भन्नु छोडिदिउँ कुरै नगर्नु मात्रै राम्रो हुन्छ हौ भिडियो ऊ चाहिँ कम्प्लेन गर्ने मात्रै हो अनि त्यसका बाजी कुर्ता त नि क्या त देख्छु फ्यालुम जस्तो भइसक्यो है डरला नि फेरि कुर्ता पनि ट्याक लगाइदिनु नाङ्गो भएका तर यो खालको अफिस सुक्छ हौ छिटै अनि फेरि लाउ त गिलो पनि हुन्छ है कुनवाला चाहिँ किनेको ठिक हो बगेर ढुट्टो भइसक्यो नमस्ते आन्टी नमस्ते बसी मलाई चाहिँ दाइले लगाइदिने मलाई यसको टिका भाउजूले लगाइदिन्छ कोही दिवस ल्याएर हुँदैन अनि दिवस त्यहाँ बाहिर ए हो अनि उसको भाउजू बुढा र बुढी नै बाहिर गएको छ क्या अनि नानी चाहिँ कसले हेरेको छ नानी सानो छ त नानी सानो छ अनि हेर्ने तल माथि मान्छ तर ऊ माला राम्रो भन्छ माला त कुकुरले लाउने जस्तो छ के गर्नु होइन पोर्की पराएर दिवस ल्याएर कस्तो लाउने हो त नि चस्मा निकाल न यो चाहिँ रेसुको लागि बनाइदिएको कि केटी मान्छेले यस्तो राम्रो देख्छ नि ए बहिनीको खुट्टा ढोक्नु यहाँ छिटो पहिला चाहिँ यहाँ दिनु पर्यो होला यहाँ दाइ र भाउजूको लागि छ है दुवैजनाको लागि यो बहिनी र मेरो तर्फबाट नि है दुवैजनाको लागि लु यहाँ खुट्टा ढोक्नु अब हतार हुनु पनि यो बेला हो दाइहरूलाई खुट्टा ढोकाउने एकछिन पहिला खुट्टा ढोक्नुपर्छ यता आउँछु क्या पक्नु एङ्गल मिला बहिनी हात मिलाउनु पर्ला नि त पहिला भाउजू यहाँ ढोका घरिघरि चुचो पारेर साह्रै महँगो रहेछ के थाहा जस्तै चिटिक्क डल्लो लगाइदियो 2500 अरे मुठाको फुल त कति यति घारी मात्रै के न के कोनी कहाँबाट ल्यायो 300 के थिइरहेको कान्छी र मैले 150 को 2-3 वटा लिएर आएँ थोरै आयो क्या दक्षिणा थप्नु पर्ला जस्तो छ भने पछि शङ्का लाग्यो यता हेर्दा फिस्टे सबै एकै ठाउँमै ल एकछिन यहाँ चेयर्स गरौँ न अब यो पनि चेयर्स आमामा आइसक्रिम जस्तै बनाएछ त उसले त नि परे फेरि त्यही भाइरल होला भाउजूको भन्ने दिन आयो साथीलाई पनि भाउजू पहिला पनि भाउजू नै भन्छ है अनि एकैचोटि माग्दै भन्दा भाउजू कस्तो लाग्यो खानेकुरा कति बजे उठेर बनाएको 8 बजे उठेर बनाएको तिमीले लाग्यो लगाइसक्नु भयो नि अघि आउनु बित्तिकै अब बहिनी उठेर लाउनु सक्दैन बहिनीको यत्रो घाउ छ यहाँ खुट्टामा लडिन्जेल भयो राम्रो होस् होइन धेरै दक्षिणा कमाउनु अनि कहिले काहीँ बहिनीलाई पार्टी पनि लानु अनि बहिनीहरू दाइ मात्रै धनी नहोस् बहिनीहरू पनि साथसाथै धनी हौँ होइन हामी पनि चाँडो चाँडो के भन्ने अर्को पालि आउँदाखेरि भाउजू सहित रेसुलाई ल्याएको जस्तै छिटी चाहिए तपाईँले पनि भाउजू ल्याउनु पर्यो है त दाइ
1 2 3 माला हेर्दा चाहिँ 3 4 ठाउँ पुग्यो भने जस्तो छ माला हेर्दा के फोटो खिच्दिनु दिनु तपाईको फोनबाट खिच्दिनु त छिट्दै त्यहाँबाट आशीर्वाद दिँदैछस् नि पाउँदैन हौ आशीर्वाद दिनु मनबाट आफै आउँछ क्रिस्टियन माला लगाइदियो माला त अब उन्ने त तेरै दिदियो यो दे अब यो खुट्टा दिनु त कम्ती आतेर कुद्दैन हुन्छ त केटाको जस्तै छ है खुट्टा यत्रो मेरो पनि यहाँ ढोक्नु त यहाँ छिटो खुट्टा लु भाग्यमानी हुनु दाइ लु भयो भयो धेरै नढोक्नु लु आउनु अब यता किचनतिर दाइ यसले त पायो त हेर त मसक्क मस्केर हेर न भुत्त के भयो त्यो त भरे बेलुकी भोक लाग्यो भने सम्झेर फोन गर्न मासु काटी भाइ पनि पुग्दै कदा कदा पुग्यो रेसो नबिर्सिनु है आइ रेसो कान्छले कहाँ बतासेर कहाँ पुग्नुहुन्छ अब भाउजूले लगाइदिनु पर्छ कि दाइले लगाइदिनु पर्छ जुन कान्छा दाइले हो म त अस्ति यहाँ लडेर साइले पुग्यो भाउ मैले चाहिँ भाउजूले मर्नु भयो यस्तोमा जाँदा बसेर लगाइदिनु ओ गाडीले त्यस्तो गर्छ ओ र यहाँ पनि यस्तो भएको जाने के नदालाई जोले माया गर्नु अझै माया गर्नु अझै धेरै धेरै पैसा कमाउनु यहाँ पैसा कमाएर ला भाउजूले मम्मीले के हेरे थाहा छ उसले त आउने बित्तिकै सबैलाई मिनी वाटर दिन्छ त होटेलमा फ्री छ मिनी वाटर मात्रै खान्छ मिनी वाटर बोकेर लिएर आइरहेको छ सानोमा पनि बाजे बोल सबै भात खाँदैछ अहिले पनि कुकुरको भाडै दियो भाउजू जेठीसँग त बोल्छ ए फिस्टेको कुरा गर्दैछ तिमीहरूले पनि देखेको छौ नन्द भाउजू कम्ती मिल्छ अहिले पो यहाँ पुरा सबैजना भएर चुप्पा लागेर बसेको छ त यो म त थापेर बस्छ ढोके भयो भन्दैन मेरो जेठामामाको छोरा जेठामामा जेठामामाको छोरा हो नि नानी भने कि भिडियो भएन हैन कान्छाको छोराको त मेरो धेरै पैसा कमाउने दाइ मलाई छक्कै पर्छ पैसा कमाएर धनी हुने धनी भएर यसो बहिनीलाई पनि बाँड्ने अलिअलि एक्लै राख्ने होइन राम्रो होस् तपाईँको फ्युचर अझै अगाडि योभन्दा धेरै अझै अगाडि बढेको देख्न पाऊँ यसपालि सिङ्गल आउनुभयो अर्को पालि भाउसँग आउनु होला भदे पनि सानो ठुलो छैन
फुपू भन्दा ठुलो न ठुलो छ राम्रो पढ्नु पढिरहेको होला होइन राम्रो राम्ररी पढ्नु है चाँडो बिहे नगर्नु पछि बाउ आमालाई पाल्नु नडुल्नु नघुम्नु भित्रदेखि बाहिर आशीर्वाद दिएर सामाले चाहिँ ए त दाइलाई लगाइदिनु पर्ने सुन बिर्सेछ हैन जो ठुलो छ उसैलाई लगाइदिएको ठुलो छ बिर्सेछ हो म त हे प्रभु पनि कुटुम्ब हुनु के गरिस् पहिले यो हाम्रो राई लिम्बूको त 7-8 पुस्तासम्म यो त डरायो त डरायो तैँले देउता चढेछ मेरो बहिनी तर्सेर झन् तर अब चोखो नितो भएर बस्नुपर्छ ऊ त अतालिसक्यो मेरो बहिनी त पसिना मम्मीलाई सबैले पसिना आएछ दाइलाई यता चढेको यता बहिनीलाई पो पर्यो वाइफाई चेस भन्दै ल दाइ ल ल लिमे हामी छुट्यौँ है त ल राम्ररी जानु होला कान्छी तर्सिसँग ल राम्ररी जानु ल दाइ कान्छा दाइ ल बाई म बोलाउँछु ल ल दाइ लु ल आउनु भोलि पर्सि बस्दै आउनु सुजन मिस सो गाइस मैले चाहिँ तिहार एकदमै सबै मनाइसकेपछि चाहिँ मेरो साथी भेट्न आइसकेको छ र अब हामी दुईजना जानेवाला छौँ तिहार मनाउनको लागि होइन ओइ तैँले त कस्तो केटी यस्तो यो यस्तो त्यो ग्लिटर्स त के धसेर आइस टिली टल्काएर आइरहेको रहेछ होइन यो यसको क्यामेरा टल्किनु छ कि त्यही भएर यस्तो ततिर रहन गोरो देखेको छ सरी रे छोड्दिले यस्तो मेकअप गरेको मेरो मेकअप बिना मुख दिएर आइज नि म उही त मुख दिएर आइज नि थाहा भइहाल्छ नि होइन मम्मी उही त मेकअप पनि राम्री नै छु मम्मी आउनु यहाँ ए मेरो मम्मी आउँदैन अरे यस ए गर्दिन न ए गर्दिन ए नभन्ने अरे मेरो मम्मी लचाउनु भयो अब चाहिँ हामी निस्किनेवाला छौँ अब हामी धरानको खतरा ठमेल मन पर्यो कस्तो खेलाउने हो कस्तो क्यूट रहेछ कस्तो क्यूट छ म यो ब्याग त बार्बी डल जस्तो म त यो ब्याग बोकेर जान्छु वाउ कस्तो स्ट्यान्डर्ड देखेको Alright,